अनि आतंककारी प्रचण्डले के भन्दैछ उसको भिडियो पुरा सुन्नुस् अनि भन्नुस् है। आन्दोलनमा जाने हो, बरु अब एकचोटि फेरि अलिअलि जेल नेल यातना खान पनि तयार हुने। अब नत्र सजिलै माथिबाट नियम बनाइदिने नेता भन्दैछ कि आन्दोलनमा जानु पर्ने भयो एकचोटि हैन, जेल सेल जानु पर्यो नि, जम्ला बाटो सडकमा उत्रिनु पर्ने भयो रे। ल यसमा चाहिँ म पनि सहमत छ है साथीहरु। तपाईहरुलाई कस्तो लाग्छ? खबरदार खबरदार फेरि प्रचण्ड कहीँ दुलोमा बसेर उसको इशारामा जनताको चुनाव अगाडि जाने हैन है। यसैलाई सबैजना भएर सहमतिमा हामी सबै जाम, म पनि जाम, सबैजना भएर यसले चाहिँ ठेलेर सबैले पछाडिबाट ठेलेर हुन्छ कि लात्ताला हानेर फुटबल खेले चाहिँ खेले हुन्छ। ढुङ्गा हान्न नि यसलाई पठाउँ अगाडि, गोली हान्न र गोली थाल्नु यसलाई पठाउँ है। यो लुकाएर होइन नि फेरि यसले किनभने यो छटपटी भएर यसले 30-35 वर्ष यता लुटेको सरकारको धन पर्सनल प्राइभेट मान्छेको कति लुटेको छ कि यसले माओवादी पालमा कति उ गरेर हस्तक्षेप गरेर सम्पत्ति उ गरेको छ। यसको पैसा यसको धन सम्पत्ति यसले लुटेको पैसा छानबिन गरेर अहिलेको सरकारले नयाँ कानुन बनाएर यसलाई चाहिँ यसको सम्पत्ति छानबिन बिस्तारै छानबिनमा ल्याएर यसको सम्पत्ति राज्यकोषमा ल्याएर यसलाई जेल हाल्छ भने यसले छटपटी भएको छ साथीहरू। यसमा चाहिँ आन्दोलन यसले अगाडि ठेलाम है। यसले यो ढुङ्गा नजान्छ जाने हेरौँ सबैजना भएर।